हेलो नमस्ते यहाँहरू सबैलाई। के तपाईँलाई थाहा छ तपाईँको चलाउँदै गरेको टिकटक कुन कुन मोबाइलमा लगइन भएको छ र कसैले चलाउँदैछ कि भन्ने कुरो याद गर्नुभएको छ? यदि थाहा छैन भने यो भिडियो पुरा हेरिदिनु होला है, पुरा हेर्नुहोस् र केही नजानेको कुराहरू सिक्नु होला। मैले स्क्रिनमा राखेको छु, हेर्नु होला। हामीले प्रोफाइलमा जानु होला। तपाईको प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गइसकेपछि थ्री डटमा जानु होला र थ्री डटमा गइसकेपछि सेटिङ एन्ड प्राइभेसीमा जानु होला र सेटिङ एन्ड प्राइभेसीमा गएपछि सिक्युरिटी पर्मिनेसनमा जानुहोस् है। सेटिङ एन्ड प्राइभेसीमा गइसकेपछि म्यानेज एन्ड डिभाइसमा जानु होला। म्यानेज डिभाइसमा गइसकेपछि तपाईको मोबाइल यसरी कुन मोबाइलमा लगइन भएको छ यस सबै डिटेल आउनेछ, हेर्दै जानु होला। मैले स्क्रिनमा राखेको छु, ध्यान दिएर हेर्नु होला। र यो डिलिटको सिग्नल देखाएको छ यतापट्टि साइडमा हेर्नु होला। यदि तपाईको मोबाइल यदि कुनै पनि होइन भने त्यसलाई चाहिँ डिलिट गर्दै जानु होला है। प्रत्येक मोबाइलको मोडलहरू दिएको छ र तपाईले चलाउँदै गरेको मोबाइल कुन हो र तपाईको टिकटक कुन मोबाइलमा लगइन भएको छ, पीसीमा लगइन भएको छ कि तपाईको अन्य अरू कुनै मोडलहरू मोबाइलहरुमा लगइन भएको छ कि ध्यान दिएर हेर्नु होला। र क्रमशः यदि अन्य अरू मोबाइलमा लगइन छ भने त्यो डिलिटको सिग्नललाई चाहिँ क्लिक गर्दै जानु होला, डिलिट गर्दै जानु होला है। नमस्ते यहाँहरू सबैलाई। के तपाईहरुलाई थाहा छ तपाईको टिकटक आइडी कुन मोबाइलमा लगइन छ भनेर? यदि थाहा छैन भने यो भिडियोलाई चाहिँ फुल वाच हेर्नु होला है।